संख्याको आधारले हो कि दाइ, नत्र त तपाईँको 28 सिटवाला नि हुन्छ नि त। यो कति हो 35 को? हाम्रो त 100 जना अटाउनु पर्यो नि त। अनि तिनटै 35 को हुन्छ? तिनटै 35 हुन्छ। 100 भन्दा थोरै माथि पुग्ने भयो मान्छे। हजुर तपाईँको 103, 4, 5 जनासम्म भयो नि अट्ने भयो कि। तिनटै 35 को होइन, ठिकै छ, राम्रो छ। यहाँनिर पनि बस्ने मिल्छ र यसमा चाहिँ यहाँ पछाडि बस्नु मन नलाग्यो भने यहाँ बस्नु पाइन्छ। यहाँ बस्नु यहाँ गर्नु पाइयो। दिउँसो गाडी 23 मोडलको के नयाँ गाडी हो। सोफा नै हो यो, सोफा सिटै हो। अब हामीले जे भयो भन्छ त्यही दियो हुने गएको त है। जानी हो अब मिलेर ट्याक्क त्यही त हो। गर्नुहोस् त यो भिडियोलाई हजुरतिर ल यत्रो स्पेस छ त जाँदाखेरि एउटा कम्बल पनि पाइने रहेछ। दुईटा कम्बल पाइयो। दुईटा कम्बल, दुईजनालाई दुईटा कम्बल। जाने हो त्यस्तो बसमा पो जाने हो होइन त? एकदम हो नि त है, यस्तै बस जाने हो नि त। सबैलाई यो चाहिँ एकदम दाइलाई पनि मन पऱ्यो, हामीलाई पनि मन परेको हो। अब हजुरहरू आनन्दले जाँदा हुन्छ। रिजर्भ गाडी हो, स्पिड हुँदैन, केही हुँदैन, ठ्याङ मन्ठ्याङ हुँदैन, आफ्नो सुलले हिँड्ने गतिमा हिँड्छ। रोक्दै आफ्नो तरिका हिँड्न पाइयो। एसी छ गाडीमा, गर्मीको समयमा एसी छँदैछ। अब टिभी हेर्ने हुँदाखेरि टिभी पनि त्यहाँनिर छ। अब पानी पाइ नै हालिन्छ। अब अरू त अब वाइफाई छ होइन दाइ? ल दाइ।